कस्तो गयो त हजुरहरूको चैते दसैँ अनि ह्यापी चैते दसैँ हो त सबैलाई। अनि हामीहरू चाहिँ यसरी स्कुटी गुडाउँदै अनि साथसाथै धुरो उडाउँदै बजारतिर लाग्यौँ है त। अनि बाटोमा चाहिँ यसो स्कुटी फसेर चाहिँ तनाव भयो धकाल्नु पर्यो स्कुटीलाई पनि धुरो ओभरै थियो नि त। साँझको बेला सनसेट हेर्नु मन छ भने हाम्रो सारघाटतिर जानुपर्छ हो, क्या दामी सनसेटहरू देखिन्छ। सनसेट मात्रै कहाँ हुनु, टाउको माथि माथिबाट चाहिँ प्लेन पनि उठ्छ भने। आज चाहिँ केटाहरूको यसो प्लान चाहिँ त्यो यसो सामानहरू किन्न गएको थियौँ खासमा हामीहरू बजारतिर। हाम्रो फेरि घरमै टमाटर छ कि किन बजारदेखि किन्नु भनेर आफ्नै घरको ओरिग्यानिकल टमाटर यसो युज गरौँ भन्ने लागेको है। त्यो अलि मिस्टेक हो, अर्ग्यानिक भन्दा नयाँ तनाव छ त्यही पनि हजुरहरू बुझिसक्नु भयो होला, मलाई थाहा छँदैछ। आज खासमा यसो केटाहरू बनाउनु भन्नुपर्दा चाहिँ यसो मोमो सोमो बनाउने र यसो बिरयानी बनाउने भनेको थियो। यसो त्यही भएर मोमोको यसो गोलो हुन्छ लाइक गोलो यसो रोटीहरू पार्नु लाग्यो हामीहरू। किमामा मसलाहरू यसो मिक्स गरेर मोमोको सेप भन्नुपर्दा यसो फर्स्ट टाइम बनाउँदैछु कि यसो राम्रो सेप त भएको थिएन हामीहरूको। अनि केटाहरू यसो बिरयानी सिरानी बनाउँदै थियो बाहिरतिर। हाम्रो मोमोको सेप जस्तो भयो भने यसो पाकेर खाने लायक भयो कि हाम्रो साथीलाई यसो चट्नी पिस्न लगाएर हाम्रो फेरि मोमो पनि एकदमसँग सबै रेडी भइसकेको थियो। जोस केटाहरूसँग यस्तो चाट परेको बेला यसो रमाइलो समाएर गर्नुपर्छ, पछि गएर यसो भ्लग्स गराएर हेर्ने पनि मजा आउँछ नि त। मोमोहरू खाएर चाहिँ हामीहरू यसो एकछिन कस्टम सस्टम हुन्छ लाइक गेम सेम खेल्थ्यो माथितिर गयो। खेल्दा फेरि पनि यसो भोक लागेर हामीहरू चाहिँ बिरयानी सिरयानी खान्थ्यो टाइम तलतिर। हाम्रो केटाहरू फेरि सोझोको एकदम सोझोको बाउ भन्दा पनि हुन्छ कि यताउता केही त्यस्तो यता नराम्रो कुराहरू केही खाँदैन। टाइम भन्नुपर्दा रातिको 12:30 बजे हामीहरू जस्ट बिरयानीहरू खाँदै थियौँ, त्यही पनि बिरयानी एकदमै मिठो भएको थियो। आजको दिनमा पनि रमाइलो भयो, चैते दसैँ पनि हाम्रो एकदम रमाइलो पारामा गयो। हस्तो मेरो युट्युब फ्यामिलीहरू आजको लागि यति नै, भेटौँला छिटो नयाँ भ्लगमा, बाइ।